विक्रम सम्वत 2052 माघ 20 गते रोल्पाको होलेरीमा रहेको एउटा खाली प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले जनयुद्ध नाम दिँदै 10 वर्ष लामो गृहयुद्ध सुरु गर्यो। केही दिन अगाडि मात्रै 40 बुँदे माग राख्दै डाक्टर बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएका थिए। तर शेरबहादुर देउवाले त्यो पत्रलाई खासै चासो दिएनन्। शेरबहादुर देउवाले सपनामा पनि सोचेका थिएनन् होला कि माओवादी जनयुद्धले 10 वर्षसम्म नेपालमा 17,000 को ज्यान लिन्छ भनेर। माओवादीको त्यो मागपत्रलाई मतलबले नगरी शेरबहादुर देउवा भारत भ्रमणमा लागे। फर्किँदा नेपालमा जनयुद्धको सुरुवात भइसकेको थियो। 2052 साल फागुन 1 गते रोल्पा, रुकुम, सिन्धुली जस्ता ठाउँका प्रहरी चौकीमा एकैपटक आक्रमण गरी माओवादीले नेपाल प्रहरीको हतियार कब्जामा लिन थाले। माओवादीको असन्तुष्टि 2046 सालदेखि नै बढिरहेको थियो। राजा फाल्ने र जनवादी शासन चलाउने भन्दै भूमिगत भएका थिए माओवादीहरू। त्यो बेलासम्म पनि प्रचण्ड भन्ने मान्छे पनि छन् भन्ने कुरा कसैलाई थाहा थिएन। 2052 फागुन 13 गते नेपाली कंग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्गाले माओवादी विरुद्ध कडा कदम चाल्ने र केही दिनमै माओवादीको नामो निशान मेटाउने चेतावनी दिए। धेरै प्रहरीहरू मारिन थालिसकेका थिए। त्यसैले पनि गृहमन्त्री आक्रोशमा आउँदै माओवादी सखा पार्ने भन्दै थिए। तर माओवादीको तयारी निकै राम्रो थियो। देशभरका दुर्गम क्षेत्रमा फैलिएर गुरिल्ला अट्याक गर्ने रणनीति प्रचण्डले बनाएका थिए। गुरिल्ला अट्याक अन्तर्गत नेपाल प्रहरीको पहुँच कम भएको स्थानमा आक्रमण गरेर ठाउँ कब्जा गरिन्थ्यो माओवादीद्वारा। 2052 देखि 2053 सालसम्म माओवादीले मध्यपश्चिम र सिन्धुलीको विभिन्न ठाउँका गाविस र जीविस भवनलाई मुख्य निशाना बनाए। एक दशकमा करिब 4000 यस्ता गाविस, जीविस र सरकारी सम्पत्ति ध्वस्त पारिएको थियो। धेरै टेलिफोन टावरमाथि पनि हमला भयो। नेपालमा भर्खरै दूरसञ्चार फैलिँदै थियो। त्यसलाई पनि छिन्न भिन्न बनायो माओवादी आतंकले। सयौं झोलुङ्गे पुलहरू भत्काइयो। केही विमानस्थलहरू ध्वस्त पारियो। 2054 सालसम्म आइपुग्दा माओवादीले रोल्पाको 50 भन्दा धेरै गाविस आफ्नो कब्जामा लिइसकेको थियो। कब्जा गरेपछि माओवादीले त्यस स्थानको सरकार आफूलाई घोषित गर्थ्यो र व्यापारी तथा हुने खानेहरूबाट कर उठाउने गर्थ्यो। पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका सर्वोच्च कमान्डर थिए। प्रचण्डले आफ्नो सहयोगी र कमान्डरहरूसँग कुरा गर्न कोडेड सन्देश र भरपर्दो माध्यमहरूको प्रयोग गर्थे। टेलिफोन वा आधुनिक सञ्चार साधनको प्रयोग न्यून थियो, किनभने यस्ता साधनहरू ट्र्याक गर्न सकिन्थ्यो। माओवादी कार्यकर्ताहरूले हातले लेखिएका चिठी वा मौखिक सन्देश मार्फत उनको निर्देशन पालना गर्थे। यो समयमा पनि नेपालका विभिन्न दलहरू भने सत्ताको खेलमा व्यस्त थिए। कहिले राप्रपा र एमाले मिल्थे त कहिले कंग्रेस र सद्भावना पार्टी। गठबन्धनको सरकार धेरै दिन टिक्दैन थियो। अनस्टेबल गभर्नमेन्ट देशमाथि देशमा युद्ध। त्यसैले पनि माओवादी समस्या समाधान गर्न सक्ने कुनै बाटो भेटिएको थिएन। राजा वीरेन्द्रले पनि सकेसम्म वार्ता गरेर माओवादीलाई नेपाली राजनीतिमा फर्काउन खोज्दै थिए। विक्रम सम्वत 2054 सालको चैतमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भए नेपालको। उनले माओवादीले देशभर हिंसा धेरै भड्काएकाले अब माओवादीलाई जसरी पनि सकाउन पर्ने प्लान बनाउन थाले। गिरिजाले माओवादी विरुद्ध अपरेसन किलो सेरा 2 सुरु गरे। यो अपरेसन अन्तर्गत माओवादी विरुद्ध निकै कठोर रूपमा प्रस्तुत हुन थाल्यो नेपाल प्रहरी। त्यसपछि छानबिन हुनुको साथै छापामारहरूलाई खोजी खोजी मार्न थालियो। यो क्रममा धेरै निर्दोष नेपाली जनताहरूले समेत दुःख पाए। यो अपरेसन सुरु भएपछि देशमा हिंसा झनै बढ्न थाल्यो। एक वर्षमा 500 भन्दा धेरै मारिन थाले। दुःख लाग्दो कुरा त मारिनेमा धेरै जस्तो गैर माओवादी र सर्वसाधारण धेरै हुन्थे। 2055 सालसम्म आइपुग्दा माओवादीले मध्यपश्चिम र पूर्वी नेपालको धेरै ठाउँ कब्जा गरिसकेको थियो। देशमा युद्ध भए पनि 2056 सालमा संसदीय चुनाव पनि भयो। चुनावमा कंग्रेस पार्टी पहिलो पार्टी बन्यो। त्यसैले कृष्ण प्रसाद भट्टराई नेपालका नयाँ प्रधानमन्त्री बने। कृष्ण प्रसाद भट्टराईले पनि धेरै प्रयास गरे माओवादी समस्या समाधान गर्न। उनले शेरबहादुर देउवाको नेतृत्वमा उच्च स्तरीय समिति पनि गठन गरे। तर शेरबहादुरले पनि खासै केही गर्न सकेनन्। कंग्रेस पार्टी भित्रै आन्तरिक द्वन्द्व चल्दै थियो। त्यसैले पनि उनीहरूको ध्यान सत्ता र कुर्सीमा धेरै हुन्थ्यो। देशमा सङ्कटकाल चल्दै थियो र गृहयुद्ध चरम बिन्दुमा थियो। तर देशका ठुलो पार्टीको नेताहरू भने कुर्सी तानातान गर्दै थिए। 9 महिनामै कृष्ण प्रसाद भट्टराईको सरकार ढल्यो र गिरिजा प्रसाद फेरि प्रधानमन्त्री बने।
यता प्रधानमन्त्रीको होडबाजी चल्दै गर्दा उता माओवादी भने धेरै सलबलाउन थाल्यो। अनस्टेबल गभर्मेन्ट भएको मौकामा माओवादीले विकट क्षेत्रका पुलिस स्टेसन र सरकारी भवनहरूमा धमाधम हमला गर्न थाल्यो। अवस्था यस्तो आयो कि ग्रामीण क्षेत्रबाट प्रहरीहरूलाई फिर्ता बोलाइयो। 2057 सालदेखि माओवादीहरूले विभिन्न जिल्लाको सदरमुकाममा समेत हमला सुरु गरे। जनयुद्ध सुरु भएको 5 वर्षमा सदरमुकामसम्म आक्रमण गर्न सक्ने फौज तयार भइसकेको थियो माओवादीको। 2058 सालमा रुकुम र दैलेखमा एक हप्ताभित्रै 70 भन्दा धेरै नेपाली प्रहरीले ज्यान गुमाए। यसले प्रष्ट देखाउँथ्यो कि माओवादी कति शक्तिशाली हुँदैछ भनेर। नेपाल प्रहरी मात्रै लड्दै आएको जनयुद्धमा लडाकु प्रहरीको कमी हुँदै थियो। त्यसैले 2058 को वैशाख महिनामा सशस्त्र प्रहरीको स्थापना गरियो। अहिलेको एफपीएफ त्यो बेला माओवादी विरुद्ध लड्न तयार पारिएको फौज हो। 2058 जेठ महिना जनयुद्ध सुरु भएको 6 वर्ष बितिसक्दा पनि माओवादी सकिने भन्दा पनि झनै उग्र हुँदै थिए। राजा वीरेन्द्रले सकेसम्म माओवादीलाई वार्तामा लिएर मूलधारको राजनीतिमा लिएर आउन सोच्दै थिए। तर 2058 जेठ 19 गते दरबार हत्याकाण्ड हुन्छ। नेपाली कसैले पनि सपनामा पनि सोचेका थिएनन् होला कि राजा वीरेन्द्रको वंशनाश एकै रातमा हुन्छ भनेर। त्यो बेला 4 दिनमा नेपालमा 3टा राजा फेरिए। दिपेन्द्र शाह कोमामा हुँदा नै एक दिनको लागि राजा बने। यो घटनाले नेपाली मात्र होइन दुनियाँको धेरै मान्छेलाई चकित बनायो। धेरैको शंका गयो ज्ञानेन्द्र शाहमाथि। कतिले माओवादीलाई दोष लगाए, तर बाबुराम भट्टराईले दाजुको हत्या गरेको भनेर ज्ञानेन्द्रलाई नै आरोप लगाए। यो दरबार हत्याकाण्ड सम्बन्धी भिडियो हामीले पहिले नै बनाएका छौँ। भिडियो लिङ्कको डिस्क्रिप्सनमा छ वा माथि आई बटनमा पनि हेर्न सक्नुहुन्छ। माओवादी आतंक, राजा वीरेन्द्रको वंशनाश र उग्र नेपाली जनताको बीच ज्ञानेन्द्र शाह राजगद्दीमा आउँछन्। ज्ञानेन्द्र शाहमाथि नै दाइको हत्या गरेको आरोप धेरैले लगाए। माधव कुमार नेपाल सहितको दरबार हत्याकाण्ड छानबिन समितिले दिपेन्द्र शाहले नै हत्या गरेको फाइनल रिपोर्ट आयो। ज्ञानेन्द्र शाह नेपाली जनता र माओवादी दुवैको नजरमा नराम्रो थिए। ज्ञानेन्द्र शाहले पनि दाइ वीरेन्द्रले झैं माओवादीलाई सहमतिमा ल्याउन खोज्दै थिए। 2058 असार 22 गते रोल्पाको होलेरी पुलिस स्टेसनमा आक्रमण गर्यो माओवादीले। त्यो आक्रमणमा दर्जनौं नेपाल प्रहरी अपहरणमा परे। त्यत्रा प्रहरी अपहरणमा परेपछि प्रधानमन्त्री गिरिजाले पहिलो पटक साई सेनासँग मद्दत मागे। सेनासँग अपहरणमा परेका प्रहरीलाई उद्धार गर्न आग्रह पनि गरे, तर साई सेना माओवादीसँग युद्धमा जान मानेन। सेनाले उनको अर्डर नमानेपछि गिरिजाले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिए। त्यसपछि प्रधानमन्त्री बने फेरि शेरबहादुर देउवा। विक्रम सम्वत 2058 को मङ्सिर 8 गते दाङको घोराई र सोलुखुम्बुको सल्लेरीमा सैनिक ब्यारेकमा पहिलो पटक माओवादीले हमला गर्यो। सयौं सेनाका जवानहरू मारिए र साई सेनाको हात हतियारका साथै मोटारहरू माओवादीले कब्जा गरे। त्यसपछि साई सेना पहिलो पटक माओवादी विरुद्ध युद्धमा होमियो। ज्ञानेन्द्र शाहले एक घटनापछि सङ्कटकाल घोषणा गरे। अब ज्ञानेन्द्र शाह माओवादी प्रति केही कठोर रूपमा प्रस्तुत हुन चाहन्थे। यही क्रममा शेरबहादुर देउवा सत्ता आफूसँग भएकाले नेपालमा चुनाव गराउन चाहँदैनथे। सुरक्षाको कारण देखाउँदै शेरबहादुरले चुनाव स्थगित गरे। त्यसै कारण ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई असक्षम भन्दै प्रधानमन्त्री पदबाट बर्खास्त गरिदिए। शेरबहादुरको ठाउँमा लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरियो। 2059 सालपछि नेपालमा युद्ध झनै बढ्न थाल्यो। नेपालमा अशान्ति छाउन थाल्यो। माओवादी र साई सेना दुवैको बीचमा नेपाली जनता डराएर बस्न पर्ने दिन आयो। माओवादीले दिन प्रतिदिन व्यापार व्यवसाय गर्नेसँग चन्दा माग्ने, त्यसका साथै जग्गा जमिन अतिक्रमण गर्ने काम गर्थ्यो माओवादीले। उता साई सेना र नेपाल प्रहरीले सयौं मान्छेलाई माओवादीको खबरी वा छापामारको आशंका गर्दै यातना दिने काम गर्थ्यो। त्यो बेला माओवादी र साई सेना दुवै तर्फबाट हजारौं नेपाली नागरिक बेपत्ता पारियो। अहिलेसम्म पनि सयौं परिवार सङ्कटकालमा बेपत्ता पारिएका परिवारको प्रतीक्षामा छन्। 2060 सालमा लोकेन्द्र बहादुरको ठाउँमा सूर्य बहादुर थापा प्रधानमन्त्री नियुक्त भए। 2061 सालमा फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री भए। यसरी बारम्बार प्रधानमन्त्री परिवर्तन हुँदा देशमा अस्थिरता बढ्न गयो। माओवादी समस्या घट्नुको साटो झनै बढ्न थाल्यो। ज्ञानेन्द्र शाह निरङ्कुश राजा भन्ने हल्ला बढ्न थाल्यो। विक्रम सम्वत 2061 माघ 19 गते नेपालीले नसोचेको घटना घट्यो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले फेरि शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट अपदस्थ गरे। ज्ञानेन्द्रले सरकारको कार्यकारी अधिकार सबै आफूमाथि लिएर आए।
त्यसलाई नै ज्ञानेन्द्रले गरेको कु भनेर चिनिन्छ इतिहासको पानामा। त्यही दिन ज्ञानेन्द्रले नेपालका हरेक टिभी स्टेसन र रेडियो स्टेसनमा साई सेना खटाए। साई सेनाले समाचार सेन्सर गर्थ्यो र दिनभरि रेडियो र टिभीमा समाचारको सट्टा गीत बजाइन्थ्यो। ज्ञानेन्द्र शाहले नेपाल टेलिकममा समेत साई सेना खटाएर टेलिफोन, इन्टरनेट, एसएमएस सबै सेवा बन्द गराए। सायद ज्ञानेन्द्र शाह चाहँदैनथे कि उनले कु गरेको कुरा विश्वमाझ पुगोस् भनेर, अथवा उनी चाहँदैनथे होला कि सञ्चार माध्यममा बजेका समाचारले देशमा हुलदङ्गा बढोस् भनेर। ज्ञानेन्द्रले विभिन्न प्रतिबन्ध लगाउन थालेपछि संसारभरको मानवाधिकार कर्मी र नेपाली जनता ज्ञानेन्द्र विरुद्ध उग्र हुन थाले। त्यसपछि शेरबहादुर देउवा भ्रष्टाचारको अभियोगमा पक्राउ परे। 2062 साल जेठ 23 गते माओवादीले माडीमा एउटा यात्रुवाहक बसमाथि बम प्रहार गर्यो। 37 जना निर्दोष यात्रुहरूले ज्यान गुमाए। विक्रमसम्म 2062 साल मङ्सिर 7 गते माओवादी सहित नेपालका 7 मुख्य दलबीच दिल्लीमा 12 बुँदे सम्झौतामा सहमति भयो। सहमति अनुसार 2062 चैत 24 गतेबाट नेपालमा जनआन्दोलन सुरु भयो। केही दिन राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूले आँट गरेर सडकमा उत्रिए। धेरै नेताहरूलाई तत्कालीन सरकारले जेल पनि हाल्यो। 2063 को सुरुवातसँगै ज्ञानेन्द्र सरकारले आन्दोलनकारीमाथि दमन गर्न थाल्यो। त्यसपछि नेपाली जनताको ज्ञानेन्द्रमाथिको आक्रोश सडकमा देखिन थाल्यो। ज्ञाने चोर देश छोड भन्ने नारा सामान्य बन्न थाल्यो। 18 दिनसम्मको निरन्तर आन्दोलनपछि ज्ञानेन्द्रले संसद पुनर्स्थापनाको लागि घोषणा गरे। वैशाख 11 गते ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना हुने घोषणा गर्दै राजगद्दी छोड्ने निर्णय गरे। दिल्लीमा भएको 12 बुँदे समझदारी अनुसार नेपालबाट राजतन्त्र सधैँका लागि अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो। 10 वर्ष जनयुद्धमा होमिएको माओवादी मूलधारको राजनीतिमा फर्कियो। पहिलो पटक प्रचण्ड आफ्नो श्रीमतीसहित नेपालमा सार्वजनिक भए। प्रचण्डले धेरै समय भारतको शरणमा अन्डरग्राउन्ड भएको कुरा आफै स्वीकारेका छन्। देशमा केही समय खुसियाली छायो। गणतन्त्र आएपछि नेताहरूले नयाँ नेपालको गुणगान गाउन थाले। केही वर्षमा नै नयाँ संविधान लेखिने वाचा गरियो। तर नयाँ संविधान बन्न नै 10 वर्ष लाग्यो। गणतन्त्रपछि जनताले चुनेको सरकार आउने हुँदा धेरै उत्साहित थिए। तर 62-63 पछि आज 18 वर्ष बितिसक्दा पनि नेपाली राजनीतिमा स्थिरता आएन। 18 वर्षमा 14-15 जना प्रधानमन्त्री बने। भ्रष्टाचार र काण्डहरूको दलदलमा नेपाली नेता र जनता फस्न थाले। त्यसैले आज फेरि राजतन्त्र जिन्दाबाद, केपी चोर देश छोड भन्ने अवस्थामा पुग्यो देश। भनिन्छ नि, एभ्रिथिङ इज फेयर इन वार। जनताको अवस्था परिवर्तन गर्नुपर्छ भन्दै युद्धमा होमिएका माओवादी लडाकुहरूको कदमलाई सही वा गलत भनेर जज गर्न यो भिडियो बनाएका होइनौँ हामीले। तर जनयुद्ध भनिएको युद्धले जनतालाई नै धेरै कष्ट भयो। माओवादी र सरकार पक्ष दुवै तर्फबाट उत्तिकै गल्ती भएका थिए। अब फेरि आन्दोलनको कुरा बाहिर आउँदैछ। जस्तो व्यवस्था भए पनि जनताले सुख नपाएसम्म त्यसले केही अर्थ राख्दैन। तपाईलाई के लाग्छ? नेपालमा फेरि अब जनआन्दोलन गरेर राजालाई फिर्ता ल्याउन पर्ने अवस्था हो त?